खासमा बलिदान कति बजेटमा बन्यो के? टिमले बढी काम गरियो। मेहनत अब जुन तरिकाले चाहिँ हामीले यो अब हिसाबले 3 वर्षदेखि जति पनि हामीले चाहिँ मेहनत गऱ्यौँ त्यो स्टोरीमा काम गऱ्यौँ। अब यो बजेट भनेको हामीले त निर्धारण गरेर हामीले चाहिँ 6 करोड बजेट हामीले निर्धारण गरेर फिल्डमा गर्थ्यौँ। त्यसमा चाहिँ अलिकति तलमाथि हुनसक्छ, ठ्याक्कै त्यतिमै पनि बन्यो। कति त्यो तलमाथि अन्दाजी भनिदिनु न, हामीले त्यही अनुसार हिसाब गरेर भोलि फिल्म यति चल्यो भने यति नाफा गऱ्यो भनेर लेख्नुपर्ने हुन्छ नि त होइन? कतिमा बन्यो त बलिदान? त्यही 6, 20, 25, 30 त्यस्तै हो। एउटा के प्रचलन भोलिसम्म पनि खर्च हुन्छ कि, त्यो भएर आज ठ्याक्कै भन्न सक्दैन। अहिले यहाँ कति मान्छेलाई पैसा दिन बाँकी छ, त्यो पनि जोड्न बाँकी छ। त्यो भएर चाहिँ अहिले चाहिँ 6, 20, 30 भन्ने हो। त्यहाँपछि बढेपछि भनौँ। यसको वर्ल्ड वाइड रिलिज चाहिँ के छ? व्यापक हल्ला थियो है अमेरिकामा चाहिँ कति वर्ल्ड वाइड रिलिज चाहिँ भोलिबाट नै हुन्छ। एकदम राम्रोसँग चाहिँ जसरी चाहिँ बुकिङको रेस्पोन्स आएको छ एकदमै फाडो छ। उता रिताजीको आमा बन्दाको अनुभव अलिकति अझै व्याख्या गर्नुहोस् न। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्ण सञ्चारकर्मी तथा पत्रकार साथीभाइलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। बलिदानको बारेमा भन्नुपर्दाखेरि चाहिँ देशको कथा हो, माटोको कथा हो, नेपालीपन छ सिनेमामा, आमा र छोराको कथा हो र सबैजनाले एकदम मेहनत गर्नुभएको छ र अघि सबैले भनिसक्नुभयो सिनेमाको बारेमा। अब मलाई लाग्छ मैले बोल्दाखेरि पनि केही रिपिट गर्छु होला, किनभने भन्नलाई चिजहरू लिमिटेड नै हुन्छन् र जुन प्रकारको एडभान्स बुकिङ अथवा बुकिङको प्रतिक्रिया आएको छ अडियन्सबाट त्यसलाई देखेर चाहिँ म एकदमै खुसी छु र एकदमै विश्वस्त छु कि अडियन्सलाई पनि सिनेमा मनपर्नेछ भनेर। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। नमस्कार। र यो बडा दसैँको धेरै धेरै शुभकामना छ सबैजनालाई। धेरै धेरै धन्यवाद। आज फुलपातीभन्दा 1 दिन अगाडि पनि यस्तो सबैजना सबै मिडियालाई यहाँ देख्न पाउँदा असाध्यै नै खुसी लागेको छ। तपाईँहरूको हामीको माया सद्भाव हजुर के भयो त्यही हो। अब यस्तो छ, भोलिदेखि सिनेमा रिलिज हुँदैछ सम्पूर्ण हलहरूमा र म पनि तपाईँहरूमध्येको एउटै हुँ। मैले पनि फुल फ्लेजेड सिनेमा बम्बेबाट आइसकेपछि चाहिँ हेर्ने मौका पाएको छैन, तर मलाई एउटा के कुरामा विश्वास छ भने सन्तोषजीले आफ्नो करियरमै नबनाउनु भएको फिल्म एउटा धमाकेदार फिल्म बनाउनु भएको छ, पैसा वसुल फिल्म बनाउनु भएको छ, त्यसमा कुनै बेमत छैन। र म एकदमै धेरै कृतज्ञ छु। अझै पनि याद आउँछ आजभन्दा 1.5 वर्ष अगाडि सन्तोषजी र प्रेमजी पार्क भिलेजमा मलाई भेट्न आउनुभएको थियो जुन दिन। र प्रेमजीले त मलाई देखेर अलिक कन्भिन्स हुनुभएको थिएन भन्ने सोचेँ म, कसरी बनाउने होला हिरोको आमा भनेर। तर आई थिङ्क एउटा कलाकारको कर्तव्य त्यहीँनिर आउँछ जहाँ चाहिँ तपाईँले आफ्नो 100% भन्दा पनि माथि गएर चाहिँ त्यो क्यारेक्टरको लागि दिनुहुन्छ। जुन मैले मेरो मन मुटु मस्तिष्क मेरो आत्मा भवानी देवीमा हाल्ने प्रयास गरेकी छु र आशा छ भोलि म पनि सिनेमा हेर्नेछु, यहाँहरू सँगसँगै थिएटरमै गएर हेर्नेछौँ हामी। आशा छ म यो सिनेमाको कलाकार नभइकन एउटा अडियन्सको रूपमा मैले त्यो सिनेमा हेर्दै गर्दा म साँच्चै नै नेपाली सिनेमालाई हामीले एउटा केही नयाँ र केही अद्भुतपूर्व दिन सक्यौँ भन्ने कुरामा म गर्व मान्न पाऊँ भोलि थिएटरमा म जाँदै गर्दाखेरि। र मलाई थाहा छ यति धेरै एक्सपेक्टेसन छ बलिदानलाई लिएर, तपाईँहरूले हलबाट बाहिर निस्केर स्याबासी दिनुहुनेछ हामीलाई भन्ने कुरामा म एकदमै विश्वस्त छु। सो सम्पूर्ण टिमलाई हरेकजनालाई, हाम्रो स्पटको भाइहरूदेखि लिएर हाम्रो लाइटको टेक्निसियन भाइहरूदेखि लिएर हाम्रो मेकअप आर्टिस्ट हेड आर्टिस्टदेखि लिएर सम्पूर्णलाई, हाम्रो प्रेमजी पवनजी हाम्रो भाइहरू सन्देश धेरै दुःख दिएको छु मैले हाम्रो अर्को सन्देश एडिटर र हाम्रो इन्डियामा हुनुभएका सम्पूर्ण टेक्निसियन्सहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु
सन्तोषजीलाई जसले मलाई भिजन गर्नुभयो भवानी देवीको रूपमा। र मेरो करियरकै कस्तो खालको फिल्म हो भन्ने त यो मेरो दर्शकबाट म सुन्न चाहन्छु। मैले कस्तो गरेँ, मैले न्याय दिएँ कि दिइनँ भन्ने कुरा म दर्शकबाट सुन्न चाहन्छु। एकदम तत्पर छु। ताली, गाली, क्रिटिसिजम, क्रिटिकल कमेन्ट्स, कम्प्लिमेन्ट सबै कुराको लागि रेडी छौँ हामी। र आशा छ तपाईँहरूले हामीलाई आउँदा दिनहरूमा पनि यसरी नै सम्प्रेषण गरिदिनुहुनेछ। भोलि फुलपातीको दिनदेखि हामी थिएटर्सहरूमा आउँदैछौँ र आशा छ फेरि हामी 51 दिनमा तपाईँहरूलाई भेट्नेछौँ। थ्याङ्क यू। त्यसको लागि तपाईँलाई धेरै धेरै बधाई छ। र अहिले आएर जसरी सन्तोषजीले चाहिँ भन्नुभयो बलिदानमाथि एकदमै धेरै विश्वास छ भनेर होइन, अडियन्सले चाहिँ बलिदान भनेर या फेरि सन्तोष सेनको चलचित्र भन्दा पनि समीर भट्टको चलचित्र आइरहेछ भनेर चाहिँ धेरै हल्लाहरू भइरहेको छ होइन। आफ्नो स्टारडम प्रति र आफ्नो दर्शकहरूप्रति कतिको विश्वास लागिरहेछ तपाईँलाई? यो दसैँमा चाहिँ बलिदानले केही गर्छ भन्ने चाहिँ कतिको अठोट लागिरहेछ तपाईँलाई, त्यो सुनौँ न। अब एडभान्स बुकिङ हेरेर चाहिँ राम्रै प्रतिक्रिया आइरहेछ है। नेपाल अधिराज्यभरि नै, खालि काठमाडौँमा मात्रै नभएर धनगढीमा मात्रै नभएर नेपाल अधिराज्यभरि नै पूर्वदेखि पश्चिमसम्म इन्टरनेसनली एकदम राम्रो एक्सपेक्टेसन छ, राम्रो प्रतिक्रिया आइरहेछ। त्यही भएर म विश्वस्त छु। सबैले हिरो बनाएको तपाईँलाई जसरी अब सन्तोषजीले पनि भन्नु फिल्मको कन्टेन्ट चाहिँ अहिलेको देशको हाम्रो जुन यो अवस्था भइरहेको छ त्यसमा पनि अलिअलि मिल्न गइरहेको छ, धेरै मिल्न गइरहेको छ भनेर होइन। जसरी फिल्मको लागि तपाईँ एउटा योद्धा भएर आउनुभयो, देशको लागि चाहिँ तपाईँ कस्तो योद्धा भएर आउनुहुन्छ त्यो पनि सायद धेरै दर्शकहरूलाई आशाको विषय बनेको छ जस्तो लाग्छ होइन। देशको लागि चाहिँ के गर्न चाहनुहुन्छ, के सोच्नु भएको छ? हेर्नुहोस्, देश भक्त त हामी सबै हुन्छौँ होइन, र विभिन्न हिसाबले विभिन्न चाहिँ नि आफ्नै वेबाट सबैले योगदान गरिरहेका हुन्छौँ। देशमा चाहिँ नि परिवर्तन सबैले चाहेका हुन्छौँ। कोही सामाजिक सञ्जालबाट अलिकति सपोर्ट गर्नुहुन्छ। अहिले त सोसियल मिडिया कति स्ट्रङ छ तपाईँलाई थाहा छ नि, तपाईँले आफै सञ्चार गर्दै हुनुहुन्छ। त्यही भएर सबैले आफ्नो वेबाट चाहिँ मलाई लाग्छ म मात्रै होइन, सबैजना हामी देशभक्त छौँ। यहाँ हामी नेपाली हौँ, हामी सबै देशभक्त हौँ। भनेपछि आफ्नो देशको लागि बलिदान दिन सक्नुहुन्छ तपाईँले? परिआएको खण्डमा गरिन्छ। बिजनेस प्रेडिक्सन के राख्नु भएको छ भोलिको? रिलिज भएको दिन नै थाहा हुन्छ। म त्यति सोच्दिनँ होइन। पोहोर पनि मैले केही पनि सोचेको थिइनँ, तर जुन दिन रिलिज होला अब यो कुन हिसाबले अडियन्सले यसलाई रुचाउनुहुन्छ, कति रुचाउनुहुन्छ, म न ओभर कन्फिडेन्ट हुन्छु न अन्डर कन्फिडेन्ट हुन्छु। मैले हेरेर जे होला राम्रै होला। यसो पूजा भाकल साकल त्यस्तो केही गर्ने चलन छ कि छैन? होइन, पूजा भाकल कामको बेला गरेको थियो सर, खुट्टै भाँच्यो, त्यही सबभन्दा ठुलो भाकल थियो। ए भन्छ फिल्मको बेला खुट्टै भाँच्छ? यसमा थप केही कुरा भनिदिनुहोस् न, न्युज आएको थिएन सायद खुट्टा भाँच्छ। मेरो एक्सन क्लाइमेक्स गर्दा तपाईँले सोधिसक्नुभयो। स्टनर स्यामजी आउनु भएको थियो आफ्नो टिम ल्याएर, अनि क्लाइमेक्सको फर्स्ट सर्ट थियो, मैले उडेर पन्च हान्नुपर्ने। त्यो फर्स्ट सर्टमै मेरो खुट्टा ख्याच्चै मर्क्यो। अब त्यत्रो सेट लाएको छ, त्यत्रो फाइटर छ, मूर्ति राखेको छ, 2टा क्यामेरा छ, क्रेन छ, अब के गर्ने त? म एज अ कलाकार त बडी डबल त म गराउनै सक्दिनँ। अनि त्यहाँ चाहिँ नि फर्चुनेटली एकजना लेडी भेटिनु भयो, आयुर्वेदिक हिसाबले मेरो खुट्टामा पट्टी गरिदिनु भयो। त्यो पट्टी बाँधेर चाहिँ 15-20 दिनमा मैले सिक्वेन्स कम्प्लिट गरेँ। कुनै पनि कसर छोडिएको छैन। त्यो मर्किएको कि भाँचिएको? मर्किएको मात्र के भाँचिएको भन्नु? मर्केको थियो, तर नराम्रोसँगै मर्केको थियो, टेक्दाखेरि पनि दुखिरहेको। अब जस्तो भोलि सँगसँगै अन्य 2टा फिल्म पनि तपाईँहरूसँगै 3टा फिल्म रिलिज हुँदैछ होइन। अब सँगसँगै विदेशी पनि छन्, अब दर्शक तिनै हुन्। तपाईँलाई कस्तो लागिरहेछ? सिङ्गल आउनु पाए हुन्थ्यो भनिसकियो, अथवा अहिले त एकदमै भिडन्त भनिन्छ, लडाइँ भनिन्छ होइन, तपाईँले लडाइँको रूपमा लिनुहुन्छ? लडाइँ एकदमै होइन सर। हाम्रो कहिले पनि कम्पिटिसन भनेको विदेशी सिनेमा थियो, तर मेरो बुवाले एउटा चिज भन्नुहुन्छ हमेसा, जय नेपाल, जय नेपाली सिनेमा। जय नेपाली सिनेमा भनेको सबै नेपाली सिनेमाको जय होस्, मेरो मात्रै होइन। दाइले किन दिनुभयो भन्नु त? यस्तो कस्तो भन्दाखेरि चाहिँ अब एक्सन फिल्म चलेको कति भयो? 1 वर्ष 2 वर्ष भयो। हिजोको त्यो कालखण्डमा जस्तो कि हाम्रो निखिल दाई, विराज दाई, अब राजेश दाई, त्यति बेला उहाँहरू एक्सन किङ हुनुहुन्थ्यो। उहाँहरूको फिल्म सुपर डुपर
फोटो देखेपछि हामी थिएटरमा जान गयौँ। शिव श्रेष्ठ एक कालमा एक्सन किङ हुनुहुन्थ्यो। त्यसपछि उहाँ जब कम हुँदै गयो त्यसपछि राज गर्नुभयो निखिल दाइ, विराज दाइ, राज दाइ सबै उहाँहरूको कालखण्डमा उहाँहरूले राज गर्नुभयो। त्यसपछि हजुरको 10-15 वर्ष त एक्सन फिल्म चलेन होला। नेपालको एक्सन झुर हुन्छ, यो हुन्छ, त्यो हुन्छ, विभिन्न कमेन्टहरू बनाउने ट्राई गरे मान्छेहरूले, धेरैले ट्राई गरे, तर चाहिँ दर्शकले चाहिँ हेर्न चाहनु भएन। अहिले क्रान्ति भएको छ नि त एक्सनमा। अहिले पछिल्लो क्रममा 12 गाउँदेखि एक्सन फिल्मको एउटा चाहिँ होरी आएको छ, एक्सन फिल्मलाई विश्वास गर्न थाल्नु भएको छ। कसलाई भन्दा समीर भट्टराई होइन। अब एक्सन त विभिन्न मान्छेहरूले गरे, विभिन्न स्टारहरूले गरे, तर त्यो एक्सनलाई त्यति अपेक्षाको रूपमा दर्शकले नस्वीकारेपछि ऊ त रियल एक्सन हिरो हो। उसले रियल स्टन्ट गर्छ, एभ्रिथिङ उसले बडी डबल। म जति पनि अब जस्तो कि हामीले पहिला पनि मैले एक्सन फिल्म गरेँ होइन। अब मेरो हरेक फिल्ममा एउटा सानोतिनो एक्सन जुनसुकै रोमान्टिक फिल्ममा पनि थियो, तर त्यहाँ कति दृश्यहरू चाहिँ बडी डबलबाट पनि युज गर्ने खालको कुरो हुन्थ्यो होइन। अरू फिल्महरूमा पनि बडी डबलै युज गर्थ्यो, फाइटरहरूले गर्थ्यो। तर उसले एउटा सर्टमा उसले बडी डबल गर्दैन, जतिकै जम्प हान्ने होस् उसले। मैले उसलाई एकचोटि हक पनि गरेको क्लाइमेक्समा। यस्तो सिक्वेन्स गरेछ, भोलि त तपाईँहरूले पनि देख्नुहुन्छ होइन। क्लाइमेक्समा 18-19 जनालाई वान सर्टमा रोपमा झुन्डेर उसले त्यो एक्सन सिन गरेछ। 2 दिन लगाएर होइन दाइ म कटिङ त गर्दै गर्दैन, म एक्लै म यो जसरी पनि म कम्प्लिट गरेरै छोड्छु भनेर उसले 18 जनालाई रोपमा 18 जना पनि रोपमा त्यसरी कम्पोजिसन गरेको फाइट उसले कम्प्लिट गरेको छ कि। त्यो हुनाले चाहिँ यो 10-15 वर्ष एक्सन फिल्म नचलिरहँदाखेरि हाम्रो सामाजिक विषयवस्तुले दर्शकले चाहिँ रुचाइरहँदाखेरि हिजोको दिनमा 12 गाउँदेखि चाहिँ जब एक्सन फिल्ममा समीर भट्टको उदय भयो, त्यो भएपछि अहिलेको परिप्रेक्ष्यमा एक्सन गर्ने जति बेला जसले फिल्मलाई चाहिँ त्यो मुकाममा पुर्याउँछ, जो दर्शकको मनमा त्यो एक्सनलाई विश्वास गरेर हलसम्म जानुहुन्छ, उहाँहरू चाहिँ एक्सन किङ हो भन्न मलाई चाहिँ लाग्छ होइन। त्यो भएर मैले उसलाई प्रत्यक्ष देखेको भएर अब भोलि त दर्शकले आफैले एक्सन किङ भन्नुहुन्छ होला, मैले भन्नै पर्दैन। मैले पहिलो मेरो आँखाले देखेको भएर मैले उसलाई चाहिँ उसको जुन रियल एक्सन देखिसकेपछि मैले उसलाई किङ भनेको, एक्सन किङ भनेको। जति बेला जसले राज गर्छ त्यही किङ त हो नि होइन। भोलि अर्कोले राज गर्दा अर्को किङ हुन्छ है। थ्याङ्क यू। जाँदा फेरि पनि अन्तिम क्वेसन सन्तोषजीलाई सोधिहाल्नु होइन। फिल्ममा त एक्टरहरूलाई धेरै युद्ध गराएको देखिन्छ, तपाईँको स्टेटसवाला फेसबुक युद्धहरूको बारेमा पनि सुनाउन। फिल्मको टाइममा नै अलिअलि यो लफडाहरू के हुने होइन, कसैले पैसा अहिलेसम्म तिरेको छैन मेरो भनेर आउने स्टेटसहरू, त्यस विषयमा पनि सुनाउन अलिकति। तपाईँ आफू राम्रोसँग चाहिँ फिल्म इन्डस्ट्रीमा अरूलाई चित्त बुझाउन नसकिरहनु भएको हो कि के हो, अलिकति गुन्डागर्दी किन देखिरहेको छ फिल्म इन्डस्ट्रीमा, त्यो चाहिँ सुन्न मन लागेको मलाई। यस्तो गुन्डागर्दी त अब अरूले गरे होइन। गुन्डागर्दी अब प्लान गर्ने होइन। हामी त एकदमै सोच खालि मैले अहिलेसम्म तपाईँले मेरो वालमा हेर्नुभयो भने, मेरो समकालीन मसँग चाहिँ उठबस गर्ने साथीहरूलाई हेर्नुभयो भने मैले कुनै पनि अरू सिनेमाकर्मीहरू विपक्षी टिमलाई चाहिँ मैले कहिले पनि नकारात्मक कुराहरू केही पनि भन्दिनँ कि। तर अब अहिलेसम्म मेरो वालमा हेर्नुभयो भने जय बलिदान, यो ज्यान बलिदान, दसैँमा यो ज्यान बलिदान, दसैँमा संसारभरि बलिदान मेरो नारा त्यहाँभन्दा छैन। र मैले जय काली माता भन्छु, किनभने म काली माताको भक्त भन्छु। किनभने यो चलचित्र एउटा काली मातालाई मैले माताको ऊर्जाले नै कम्प्लिट भयो भन्छु होइन। त्यो भएर चाहिँ अब अरूले पेलेको पेले गरेर चुप लाएर बस्नु त सकिँदैन होइन। जब एउटा चाहिँ बिन्दुमा पुगेपछि त मर्दा कामै गर्दा भन्ने जस्तो हुन्छ कि, बरु के मतलब भन्ने खालको हुन्छ कि। त्यो भएपछि त त्यहाँ बलिदान भन्ने त्यहाँ आउँछ, फिलिङ्स अब त्यहाँ आउँछ जब मान्छेहरूले पेलेको त्यहाँबाट त भएर चाहिँ यो दिमागले काम गर्छ। त्यसपछि म फेरि जसोसुकै हिसाबले होइन प्रतिकार गर्न चाहिँ तयार छु। किनभने राम्रो कुरामा मैले चाहिँ कसैलाई पनि छुन्न, कसैले मलाई घोचेको गर्छ भनेपछि त्यो चुप्प लाएर खालि सहनी मलाई भन्दा पनि तपाईँ किन बोलेको किन। अब चारतिरबाट प्रहार गर्छन् मलाई, एउटाले होइन 4 जनाले प्रहार गर्छन् भनेपछि एक्लो बिचमा छ। अनि म चुप्प लाएर बसेपछि अडियन्सको मनमा के भयो, ए साँच्चै यो खत्तम रहेछ, यसले गल्ती गरेको रहेछ, यो बोलेर त्यो भएर चुप लाएर बसेछ भन्छ नि त। त्यो भएर म पनि आवाज उठाउनु आफ्नो कुराको आफ्नो सत्यताको लागि चाहिँ म आवाज उठाएको हो।
कसैसँग लडाइँ वार यो केही पनि होइन। अनि पैसाको कुराहरू, पैसा कहिलेकाहीँ अब कसैलाई दिन सकिँदैन, भनेको टाइममा दिन सकिँदैन। ठुलो प्रोजेक्टहरू एउटा मुकाममा पुगिसकेपछि एउटा सबैजनाको एउटा चाहिँ डाउन पनि भइहाल्छ, जिरो पनि पुगिहाल्छ, भोलि एकचोटि 1000 पनि पुगिहाल्छ। त्यति बेला दिइहालिन्छ, कसलाई नदिने भन्ने कुरा हुन्छ। त्यस्तो यो नेगेटिभ प्रचारहरूतिर बढीतिर हामी ध्यान केन्द्रित नगरौँ।